यो कथा एउटी महिलाको डिभोर्स पछिको गहिरो पश्चाताप र एक्लोपनको बारेमा छ। हो, र सम्बन्धमा कहिलेकाहीँ सानै लाग्ने गल्तीले जीवनमा कति ठूलो आँधी ल्याउन सक्छ भन्ने कुरा यसले निकै मार्मिक ढङ्गले देखाउँछ। एकदम। आज हामी यही कथालाई कसरी अझै दमदार र मनछुने बनाउन सकिन्छ भनेर कुरा गर्नेछौँ। सुरु गरौँ न त। ल, सुरुमा त लेखकले पात्रको पश्चातापलाई निकै शक्तिशाली रूपमा प्रस्तुत गर्नुभएको छ। त्यो पीडा साँच्चीकै महसुस हुन्छ। हो नि, तर मलाई के लाग्यो भने कथाको मुख्य पात्रको पश्चाताप शक्तिशाली भए पनि उहाँको चरित्रमा थप तहहरू थपेर यसलाई अझै विश्वसनीय र भावनात्मक रूपमा प्रभावकारी बनाउन सकिन्छ। तपाईले भन्न खोज्नु भएको त्यो पात्रको परिवर्तन अलि अचानक देखियो, होइन त? ठ्याक्कै। सुरुमा आफूलाई सहनशील ठान्ने पात्र कसरी यति छिटै अरूको कुरामा लागेर घमण्डी बनिन् भन्ने कुरा अलि अस्पष्ट छ। हो, त्यो परिवर्तन अलि स्वाभाविक लागेन। अनि अर्को कुरा, श्रीमानको पात्र, उहाँ त लगभग मौन हुनुहुन्छ कथामा। हो नि, उहाँको पक्ष वा भावनालाई उहाँले बुझ्नु भएको थियो होला भनेर अनुमान मात्र गरिएको छ। हो, जसले गर्दा पुरै द्वन्द्व एकतर्फी जस्तो देखिन्छ। हामीले श्रीमानको पीडा वा उहाँको दृष्टिकोण कहिले बुझ्नै पाउँदैनौँ। त्यसो भए यो कमजोरीलाई कसरी सुधार्न सकिन्छ त? मेरो सुझाव के हो भने पात्रको सोच र व्यवहारमा आएको परिवर्तनलाई पुष्टि गर्ने विशेष घटनाहरू देखाउनुपर्छ। भन्नुभन्दा देखाउनुमा जोड दिनु पर्यो। जस्तै कथामा साना साना कुराहरूमा झगडा हुन थाल्यो भनिएको छ। हो, यो भन्नुको सट्टा हामीले एउटा झगडाको दृश्य नै देखायौं भने कस्तो होला? एकदमै राम्रो उपाय। र त्यो झगडा कुनै ठूलै विषयमा हुनुपर्छ भन्ने पनि छैन। छैन नि, होइन र? बिल्कुलै छैन। बरु सानो कुरामा भएको झगडाले सम्बन्धको कमजोरीलाई अझ राम्रोसँग देखाउँछ। जस्तै कस्तो हुन सक्छ त्यो दृश्य? कल्पना गरौँ न, श्रीमान दिनभरिको कामले थाकेर घर आएका छन्। श्रीमतीले केही जरुरी कुरा गर्न खोज्छिन्। अनि श्रीमानले थकित स्वरमा भन्छन्, प्लिज अहिले होइन, पछि कुरा गरौँला नि। यो त सामान्य कुरा हो। हो, तर हाम्रो पात्रले यसलाई आफ्नो अपमानको रूपमा लिन्छन्। उनको मनमा खेल्न थाल्छ, उहाँलाई मेरो कुराको कुनै मतलब नै छैन। हो, यो सानो घटनाले उनको मनमा कसरी शङ्का र रिसको बिउ रोप्छ भनेर देखाउन सक्यो भने उनको पछिल्लो व्यवहार अझ विश्वसनीय लाग्छ। एकदम। अनि आफन्तहरूको प्रभावको कुरा, कथामा आफन्तहरूको भड्काउने बोलीमा डुबिसकेकी थिए भनिएको छ। त्यो अलि सामान्य भयो। हो, त्यसको सट्टा कुनै आफन्तले भनेको एउटा संवाद नै राख्न सकिन्छ। कस्तो संवाद? मानौ काकी वा दिदीले भन्नुहुन्छ, हेर नानी, अहिले झुकिस भने जिन्दगीभर हेपिएर बस्नुपर्छ। पुरुष मान्छेलाई तह लगाउने मौका यही हो। वाह, यो संवादले त बाहिरी दबावलाई कति मूर्त बनाइदियो। अब पात्र केवल घमण्डी देखिएनन्, उनी परिस्थितिको शिकार पनि देखिन्। हो, यसले पात्रलाई बहुआयामिक बनाउँछ। ठ्याक्कै। अब दोस्रो कुरामा जाउँ। हुन्छ, मलाई कथाको संरचनाबारे अलिकति कुरा गर्न मन थियो। भन्नुस् न। लेखकले कथालाई एक सरल र सिधा कालक्रममा भन्नुभएको छ, बिहेदेखि डिभोर्स अनि पश्चातापसम्म। यो बुझ्न सजिलो छ। हो, सजिलो छ। तर कथाले सुरुदेखि अन्त्यसम्म सिधा घटनाक्रम पछ्याएको छ भने, तर कथाको सुरुमा नै वर्तमानको पश्चातापलाई स्थापित गर्दा पाठकको संलग्नता र भावनात्मक वजन अझै बढ्न सक्छ। मतलब कथा सुरु गर्ने तरिका नै बदल्ने हो। अहिलेको कमजोरी के हो भने कथाको सबैभन्दा बलियो पक्ष त्यो गहिरो पश्चाताप अन्त्यमा मात्र आउँछ, जसले गर्दा पाठकले कथाको भावनात्मक केन्द्रबिन्दुसम्म पुग्न अन्त्यसम्म कुर्नु पर्छ। एकदम। त्यही भएर मेरो सुझाव के हो भने कथालाई वर्तमानको एक शक्तिशाली दृश्यबाट सुरु गरौँ। बीचबाट। हो, पात्रको अहिलेको एक्लोपन र पश्चातापलाई सुरुमै देखाएर त्यसपछि फ्ल्यासब्याकमा गएर यो अवस्था कसरी आयो भन्ने प्रश्नको जवाब दिने। यो त निकै रोचक सुनिन्छ। एउटा उदाहरण दिनुस् न, सुरुवात कस्तो हुन सक्छ? कथा यसरी सुरु हुन सक्छ। आज जब अरूको जोडी हात समाएर हिँडिरहेको देख्छु, मेरो मनभित्र ती पुराना पलहरू चिच्याउँछन्, तैँले के गुमाइस् थाहा छ? ओहो, यो सुरुवातले त पाठकलाई पहिलो वाक्यबाटै समात्छ। मनमा तुरुन्तै प्रश्नहरू उठ्छन्। हो, उनले के गुमाइन् र किन यस्तो भयो भन्ने प्रश्नले पाठकलाई कथाको बाटी भाग पढ्न प्रेरित गर्छ। अनि त्यसपछि फ्ल्यासब्याकमा जाने। हो, त्यसपछि कथा फ्ल्यासब्याकमा जान सक्छ।
सायद उनी त्यही क्षणमा आफ्नो बिहेको पहिलो दिन सम्झिन्छन्। अनि बिस्तारै त्यो सुन्दर विगतबाट वर्तमानको यो दर्दनाक अवस्थासम्मको यात्रा देखाउने। ठ्याक्कै यसले कथालाई साधारण वर्णनबाट एक मार्मिक आत्मस्वीकृतिमा रूपान्तरण गर्छ। पाठक केवल दर्शक रहँदैन, उनीहरू पात्रको पश्चातापको सहयात्री बन्छन्। यो संरचनाले त कथाको मूल सन्देशलाई पनि सुरुदेखि नै स्थापित गर्छ होला, होइन? हो नि, जुन हाम्रो तेस्रो बुँदा हो। कथाको अन्त्यमा लेखकले सम्बन्ध जोगाउनका लागि सन्देश दिनुभएको छ। त्यो सल्लाह स्पष्ट छ। स्पष्ट छ। तर कथाको अन्त्यमा दिएको सिधा सल्लाह शक्तिशाली भए पनि यसलाई कथाको घटनाक्रम र पात्रको भित्री सोचाइमा एकीकृत गर्दा यो उपदेशात्मक सुनिनुको सट्टा अझ बढी मार्मिक बन्न सक्छ। अहिले अन्तिमका अनुच्छेदहरू जस्तै कृपया एकछिन चुप लागेर आफूलाई बुझ्नुहोस् कथाभन्दा बढी उपदेश जस्तो सुनिन्छ। हो, त्यसले पाठकलाई पात्रको अनुभवबाट बाहिर निकालेर एक सामान्य सल्लाहतिर लैजान्छ। भनेपछि यसलाई कसरी एकीकृत गर्ने त? सुझाव के हो भने अन्तिममा दिएका यी महत्त्वपूर्ण सन्देशहरूलाई कथाको बीचबीचमा पात्रको सोचाइ वा संवादको रूपमा छरपष्ट पार्नुपर्छ, ताकि पाठकले सन्देशलाई पात्रको अनुभवबाट आफै बुझुन्। हो, छुट्टै भनिएको कुराको रूपमा होइन, पात्रको यात्राको हिस्साको रूपमा। एउटा उदाहरण हेरौँ न। कथामा एउटा लाइन छ, सम्बन्ध जोगाउन माफी ठूलो कुरा होइन, सम्झौता गर्ने आँट चाहिन्छ। एकदमै शक्तिशाली लाइन हो यो। यसलाई कहाँ राख्न सकिएला? यसलाई राख्ने सबभन्दा उपयुक्त ठाउँ हो जब श्रीमान उनलाई लिन माइत आउँछन् र उनी जान मान्दिनन्। त्यो घटना भएको बेला। हो, त्यो घटनापछि वर्तमानमा पछुताइरहेकी पात्रले यसरी सोच्न सक्छिन्, त्यति बेला मलाई थाहा थिएन, सम्बन्धमा माफी माग्नुभन्दा सम्झौता गर्ने आँट ठूलो हुँदो रहेछ र मसँग त्यो आँट थिएन। वाह, यसो गर्दा त त्यो सन्देश केवल एउटा भनाइ मात्र रहेन, त्यो पात्रको जीवनको सबैभन्दा ठूलो भूलको प्रतिबिम्ब बन्यो। पाठकले त्यो सन्देशलाई पढ्दैनन्, उनीहरूले त्यसलाई महसुस गर्छन्। हो, ठ्याक्कै। यसरी सन्देश पात्रको भावनात्मक यात्राको एक अभिन्न अङ्ग बन्छ र पाठकलाई गहिरोसँग छुन्छ। यो तरिकाले त कथाको अन्त्य पनि उपदेशात्मक नभएर एकदमै मार्मिक र भावनात्मक हुन्छ। हो, कथा पात्रको पश्चातापबाट सुरु भएर त्यही पश्चातापमा टुङ्गिन्छ। भनेपछि आजको हाम्रो कुराकानीको सार निकालौँ है त। हुन्छ। हामीले 3 मुख्य कुरामा ध्यान दियौँ। पहिलो, पात्रहरूको चरित्रमा थप गहिराई ल्याउन विशेष घटना र संवादहरूको प्रयोग गर्ने हो, जसले उनीहरूको व्यवहारलाई थप विश्वसनीय बनाउँछ। दोस्रो, कथाको संरचना परिवर्तन गर्ने, कथालाई वर्तमानको पश्चातापबाट सुरु गरेर फ्ल्यासब्याकमा जाँदा यसले पाठकलाई सुरुदेखि नै भावनात्मक रूपमा जोड्न सक्छ। र तेस्रो, कथाको सन्देशलाई अन्त्यमा उपदेशको रूपमा प्रस्तुत गर्नुको सट्टा कथाको घटनाक्रमसँगै पात्रको सोचाइमा एकीकृत गर्ने। यी सुझावहरूले तपाईँको कथाको भावनात्मक शक्तिलाई अझ बढाउन मद्दत गर्नेछन् भन्ने हामीलाई विश्वास छ। एकदम। यो एउटा यस्तो कथा हो जसमा धेरैको जीवनको प्रतिबिम्ब देख्न सकिन्छ। तपाईले आफ्नो सामग्रीमा सुधार गरिसकेपछि पुनः पठाउन सक्नुहुन्छ। हामी तपाईँको अर्को संस्करण हेर्न उत्साहित छौं।